साथीहरू अब यहाँ सीतारामको नाम गाउन लाग्नु भएको छ भक्तजनहरूले। यहाँ अहिले सङ्गत लागिसकेको छ, पर देख्नुहुन्छ यो सीताराम सीताराम जय सङ्गत लागेको। सीताराम 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 जय सीताराम 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 अब प्रसाद बाँड्न लाग्नु भएको छ महाराजहरूले। सीताराम सीताराम भनेर मन्दिरमा पनि जप भइरहेछ, हुँदो रहेछ। अहिले पनि प्रसाद भन्छ खानालाई, हामीले भात भन्छौँ, खाना भन्छौँ। अब साधु भाषामा प्रसाद भन्छ यसलाई। त्यही भएर प्रसाद खानुभन्दा पहिले राम नाम जप्नुपर्छ भन्ने यहाँको गुरुजीको भनाइ। त्यही भएर भक्तजनहरू आउनुभएको छ, उहाँले सीताराम सीताराम भन्नुहुन्छ। म पनि सीताराम सीताराम भन्नमा के दिक्कत छ र भन्ने सोचाइमा मैले पनि सीताराम सीताराम भन्न